वेलकम बैक टू माई च्यानल। कोही नयाँ हुनुहुन्छ भने म चाहिँ अस्ता नेपाली डेली भ्लग गर्ने गरेको छु भन्नुपर्छ। अब भन्नु पर्थ्यो पहिला पहिला, अहिले त एकदमै उ भइहाल्यो। अनि आज चाहिँ दसैँ टिका लगाउँदै गएर सबैलाई हार्दिक मङ्गलमय शुभकामना होइन। अनि हाम्रो चाहिँ यस्तो भएको छ जमाना हेर्नु त, टिका यता मम्मीले मुसेर यता राख्नुहुन्छ, उनीहरू टिका मुसेर राख्नुहुन्छ। यहाँ छ पूजा कोठा पैसा छ। अनि यता चाहिँ पाकिरहेको छ, के पाकिरहेको छ। मम्मी यता उता सप्लाइरहनुहुन्छ यता। अस्ति पाकिरहेको छ राइस मस्छु त्यसपछि म चाहिँ आएको मम्मी यता सबै बाँकी कति ढिला हो कि भर्खर उठे हो, भर्खर उठे हो भन्छ फेरि। भर्खर उठेको हो, भर्खर उठेको हो। अनि किन अनि अहिले नुहाउनु लाग्नु? आफै नुहाउनु आउँछ? नुहाउनु परिहाल्यो नि, आज दसैँको दिन नुहाउनु पर्दैन। लन्डन रेडी भएछ हाम्रो पूजनजी। टिका लाउनु पर्दैन, उठेकै छैन। भान्जुसँग गफ गर्दै रेडी हुँदैछ टिका। मात्रै यतिको रेडी भयो होइन। टिका लगाइसक्यो ए यहाँ चाहिँ आमा पनि यहाँ रेडी भएर नानीसँग काट्दै हुनुहुन्छ। गाइस टिका लगाएको चाहिँ भ्लग नै बनाउन बिर्सेछु। अब टिका लगाउँदा मेरो मोबाइलबाट फोटो खिचेको थियो, अब कसैलाई सम्झिनु होइन। अब चाहिँ हामी टिका लगाइसक्यौँ। अनि अब चाहिँ भात खान लाग्छ यी सबजना। अनि दिदी त हुनुहुन्छ, धप्पु यहाँ छ, बाबा यहाँ छ। हाई भने त यो अस्ति पहिले खाइदिन्छ घिउ भात च्वारै भएन त, च्वारै खोइ च्वार पहिले घिउ र खान्छ, घिउ हाल्दैछु घिउ खानु पऱ्यो। ड्याडी यहाँ हुनुहुन्छ, ड्याडी यता हेर्नु त, यता हेर्नु यता रातो टिका। खानु पर्यो पहिला। गाइस हाम्रो चाहिँ दसैँ आजको टिका भइहाल्यो। मामङ्गल अब पर्सि जान्छ मलाई। हामी चाहिँ अनि सुस्मिताहरू चाहिँ भोलि आउने, सुस्मिताहरू बिना आज। अनि पछि हाम्रो टुल्के आउँदैछ, उसले टुल्के एक्साइटेड फर टुल्के। ठुलो भएपछि बल्ल मामाहरू आउँदैछ, पहिला पाइसकेपछि आएको होइन। अनि आएकै छैन नि त, टाढा छ, कसरी आओस् होइन। अनि भोलि आउँछ टुल्के हाम्रो। सुस्मिताको फ्लाइट छ भोलि, अनि भोलि आउँछ टुल्के। एक्साइटेड। मुख सुख धुनु पनि छ, मुख धुनु पऱ्यो मान्छे, मुख धोएर आउनु पऱ्यो। अनि भात खानुपर्छ होइन। ह्याप्पी दसैँ गाइस, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। मेरो मेकअप कस्तो भयो, हेर्नु सेतो गालो चाहिँ बसाएको छ, धामीवाला भएको ल। अनि यस्तो गरेर अलिअलि भएको छ। मुख धुन्छु, मुख धोएपछि अलिअलि टोनर सोनर लाउनु पऱ्यो। मुख सफार्नु पऱ्यो। यहाँ टल्किरहेको छ हेर्नु न, उसले गरेर टोनरले गरेर होला। भयो त सबै भेट्छ। हजुर मुख धुन जाने हो मसँग, मुख धुन लगिनु है त, भेट्छौँ ल, माथि लगिजान्छ है त। उनी हुँदैन हाने गरेको पनि हुँदैन। मुख धुन्छु र म। मेरो फेस यस्तै हो ध्यान कमेन्टले हेरेको होला फेस हासु।
मेकअप विदाउट मेकअप गाइज मैले चाहिँ गरिसकेँ मुख धोइसकेँ अब टोनर सोनर लाउनु पऱ्यो कहिले कहीँ त राम्रो हुनु पऱ्यो नि टोनर सोनर लाएर अनि बेलुकाको स्किन केयर गर्नु पऱ्यो टोनर सोनर लाग्छ मेरो मेकअप त भद्रो गोल होला तान्नै गाह्रो छ चाँडै थोरै दिनु भए पो ब्यागमै 3टा ब्याग त यस्तै भरेछ कि ल हेर्नु न यो यहाँभरि सबै मेरो मेकअपको सामान हो टोनर कता छ मलाई थाहा छैन टोनर त मैले बाहिर राख्छु टोनर चाहिँ है मोइस्चराइजर माथि छ त्यो अर्को मोइस्चराइजर लाउनु पऱ्यो मोइस्चराइजर हो कि यो लाउनु पऱ्यो मलाई अर्को के चाहियो भन्दाखेरि टोनर भयो मोइस्चराइजर भयो अब स्प्रे चाहियो चाहिँ म खोज्छु है ल यहाँ उस ब्यागभित्र छ होला त्यही भएर टोनर लाउँछु म भेट्छु हजुरलाई सकेँ यति हो 3टा टोनर अनि त्यसपछि सिरम अनि मोइस्चराइजर लगाएँ भेट्छ इलेक्समा अब खाना खाने बेला भेट्छु हजुरलाई अनि त्यसपछि इन गर्नुपर्छ है त गाइज मैले चाहिँ भात खाँदा भिडियो खिच्छु भने बसेँ मोबाइल माथि छु बिर्सेछु अनि अब सुत्नुपर्छ नि पनि लागिसक्यो आज चाँडै उठाएको थियो नि त हिजो अस्ति 9-10 बजी उठ्ने मान्छे अनि चाँडै उठाएको छ होइन यहाँ हेरेन म कस्तो पार्को देखाएको छु सबभन्दा हाँसउठ्दोको देखाएको छ हेर्नलाई यसले देखाएको छ सबको कस्तो हाँसउठ्दै छ है म चाहिँ यो हामी बिसिए ब्याच 2076 फर्स्ट ब्याच हो 2019 को फर्स्ट ब्याच 76 मा ब्याचलर जोइन गरेको मैले 2019 मा अनि योभन्दा अगाडि वर्ष सकिएको 81 मा सिद्धाएको 5 वर्ष लाग्यो कोरोनाले गरेर 5 वर्ष लाग्यो अनि यही हो म चाहिँ भ्लगिङ गर्छु थ्याङ्क यू सो मच सबैलाई ह्याप्पी दसैँ सबैले लाइक शेयर सब्सक्राइब कमेन्ट गरेर चाहिँ नभुल्नु होला सी यू टुमरो बाई